सुन्तलाको राजधानी घोरले वर्षमा 1.5 करोडको व्यवसाय हुने गरेको छ। खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोरले गाउँबाट एक वर्षमा 1.5 करोड बढीको सुन्तला बिक्री हुने गरेको छ। जन्तेढुङ्गा गाउँपालिका 5 चिसापानी स्थित घोरले गाउँमा 31 घरको बसोबास रहेको छ। सबै घरमा सुन्तलाको बगान छन्। सबै घरको हरेक वर्ष 2 देखि 3 लाख बढीको सुन्तला बिक्री गर्दै आएका छन्। कुनै घरको 5-6 लाखसम्मको सुन्तला हरेक वर्ष बिक्री गर्दै आएको स्थानीयहरू बताउँछन्। खोटाङको सुन्तलाको राजधानी घोरले गाउँमा यस वर्ष पनि लटरम्ब सुन्तला फलेका छन्। सुन्तला खरिदको लागि तराईबाट व्यवसायी घोरले गाउँ आइरहेका छन्। अहिले घोरले गाउँका नागरिकलाई सुन्तला बिक्री गर्न सडकले सहज बनाएको छ। तराईबाट व्यवसायी आएर बोटबाटै खरिद गरेर लाने गरेको स्थानीयहरूले बताउँदै आएका छन्। पहिले बाउबाजे ढाकरमा बोकेर तराईसम्म लगेर सुन्तला बिक्री गर्नुहुन्थ्यो। अहिले गाउँमा सडक आएपछि तराईका व्यवसायी सुन्तला खरिद गर्न गाउँमै गाडी लिएर आउँछन्। स्थानीयहरूले बारम्बार बताउँदै आएका छन्। पुर्खाकै पालादेखि घोरलेमा सुन्तला रहेको स्थानीयहरू बताउँछन्। पहिले खानको लागि पुर्खाले रोपेको सुन्तला अहिले व्यावसायिक बनेको छ। 30 घर पुमा राई र 1 घर बस्नेत परिवारको बसोबास रहेको घोरले गाउँमा सबै परिवारको घर खर्च सुन्तलाबाट भएको आम्दानी हुँदै आएको छ। घर खर्चकै लागि त्यहाँका स्थानीय रोजगारी गर्न बाहिर जानुपर्ने अवस्था नभएको स्थानीय युवाहरू बताउँछन्। सुन्तला उत्पादनलाई धेरै मेहनत पनि गर्न नपर्ने स्थानीयको भनाइरहेको छ। बेला बेलामा गोडमेल गर्ने, मल र पानी लगाउने बाहेक अन्य मेहनत सुन्तलालाई आवश्यक नपर्ने स्थानीयहरू बताउँछन्। 10 वर्षदेखि घोरलेबाट सुन्तला ठेकेर लाँदै आएका लाहानका राजकुमार मण्डल यो वर्ष पनि सुन्तला लिन गाउँ पुगिसकेका छन्। घोरले गाउँका प्राय सबै सुन्तला आफैले लाँदै आएको उहाँले बताएका छन्। कुनै घरको पुरै बगान नै ठेक्ने गर्नुभएका मण्डलले कुनै घरबाट कार्टुनको हिसाबले सुन्तला खरिद गर्दै आएको सुनाउनुहुन्छ। घोरलेबाट सुन्तला जम्मा गरेर गाडीमा लहान पुर्याएपछि भण्डारण गरेर बिक्री गर्ने गरिएको उहाँको भनाइरहेको छ। अत्याधिक सुन्तला फल्ने घोरले गाउँमा 2077 सालमा प्रथम सुन्तला महोत्सव समेत गरिएको थियो। हालसम्म घोरले गाउँका सुन्तलामा कुनै रोग नदेखिएको स्थानीयहरूले बताएका छन्। अहिलेसम्म सुन्तलामा कुनै औषधि विषादी केही पनि प्रयोग नगरिएको स्थानीय होमबहादुर राईले बताउनु भएको छ। सुन्तला उत्पादनको कारण घोरले गाउँको बसाइ सराई समेत रोकिएको छ। अन्य गाउँबाट हरेक वर्ष नागरिक बसाइ सरेर गए पनि घोरले गाउँबाट कोही पनि बसाइ नगएको होमबहादुर राईले बताउनु भएको छ।